हाई एभ्रिवान जोरले नमस्ते। आज हाम्रो कमल दाईको घरमा झाँक्री बस्दै हुनुहुन्छ। त्यो झाँक्री बस्दा के गर्नुहुन्छ म त्यही गएर देखाउँछु। सबै कुरा रेडी भयो, अब ढेक्रो बजाउ
के भन्छ मागी के भन्छ दक्षिण दिशा बाटाहरू हो पालोमा खेलका मन नपरेको देखेको अब हो घरको मुठनी यसको बाबु मतारे हेरी फिरिँदैन बाबु हो म 67 घाटेर नफिकेर बोल्छु भने नदी पारमा जाँदाखेरि बाबु बर उगले मुगले लाइदिएर बाबु बर सिर बोलाइदिएको मैले साथो देखा भाइ बाबु हो साउन लाग्ने महिनामा अलिकता रबदब गर्नु है बाबु हो पाल्लो दुईटा छौरे पाल्लो गराइदिनु बाबु सुन्नमा माटोको मूर्ति
रास्ता तिम्रो कारा चिन्ता गजिनको सल्लाह बनाएर बाबु सक्छौ भने एउटा सिद्रा सल्लाहले लेखेर उल्टे सुल्टे पाठ गराएर बाबु यसै बालो भन्नु मन फर्काइदियो बाबु घरगिरेमा गएर भन्नु जानिन बाबु ए यसरी ढोकामा त देब्रे हरुवा आइनेहरू बराबर आने सभाको बराबर थापाले पनि सबै दिसो बाबु घरगिरेमा 4 गर्न बराबर राम्रोसित गर्नु है बाबु एक खरो दिन खरबानो बराबर तालमा है बाबु बरो दिन खरे भेष गरेर आउँछ है बाबु नदी पार भन्नु जानेन नदी पार भन्नु जानेन बाबु धुरी पनि भन्नु जानेन यसो कुरा भन्नु जानेन खाली ननाउरो हाल खबर सुन्ने छै बाबु त्यही पनि बाबु ये तो शीतो था
दिन लागेको छ बाबु त्यो मैले भने सक्नु पनि भएको छैन बाबु एक सुनेसम्म नआली गर्दा बाबु ए आमा मतारीले बाबु हे जाने साउन लागे महिनामा आली गर्दा रब्जब गर्नु है बाबु कि सानो सानो मुख मैले भन्न जानेछ बाबु यो सानो रगत बसिरहने छ कि एउटा सानो सानो जुमीमा लाने छ बाबु आमा मतारीले बाबु बाबु मतारले बाबु नदी पार जाँदाखेरि बाबु बर सिर बोलाइदियो बाबु हे खाना नभएको हे मिलेर लगाइदिने रहेछ बाबु आफ्नो जात दिदीले बाबु अलि एउटा घटना चटना गर्नु है बाबु घरले बाबु हामी काठमाडौँको मन्दिरले बोला है सकल गरेको बाबु हे हामीलाई देख भएन देख्नु त नपताउनु है बाबु हाम्रो बाबु मेरो लालीबाली भाइ बाबु पश्चिम दिशामा उसको बिहा लगन गर्छु भने पश्चिम दिशामा धेरै राम्रो हुनेछ बाबु नदी पारमा धेरै राम्रो हुनेछ बाबु देशा बुवा काँच्छु भने पनि बाबु मक्तल नौबाट घटाएर बाबु मनले भन्छ भन्दै जानेछ भने पनि बाबु नदीबाट वाइ जाँदा भन्ने छैन नदी पारमा भनेको त हैन र तिम्रो त
के बनाइयो उठानेको र मल के अरे नाम गरेको रगत हाला गरेर गऱ्यो भयो यार मेरो राम्रो हुने सभा अझ चिसो देऊ भन्नु ल नमस्कार